हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी बिहानै उठ्यौं र आज चाहिँ हामी चन्द्रगिरी जानुपर्छ भनेर प्लान बनायौं। त्यहाँबाट निस्क्यौं, चन्द्रगिरीतिरको बाटो लाग्यौं र चन्द्रगिरीको टिकट काट्यौं केबल कारको। हामी चाहिँ 4 जना थियौं। त्यहाँबाट चाहिँ अनि ठ्याक्कै केबल कार आयो। आएपछि हामी केबल कारमा चढ्यौं। केबल कारमा बसिसक्यो भने साथीहरू चाहिँ हामी 4 जना र अरु पनि मान्छेहरू थिए र हामी चाहिँ गीत गाउँदै कुरा गर्दै साथीहरूसँग त्यहाँबाट चाहिँ भालेश्वर महादेवको दर्शन गर्ने भनेर त्यहाँबाट हिड्यौं। केबल कारमा बसेर साथीहरूसँग पनि कुरा भयो, गीत पनि गायौं, रमाइलो पनि गर्यौं। त्यसपछि चाहिँ हामी बोल्दै त्यहाँबाट निस्क्यौं। त्यसपछि चाहिँ हामी ठ्याक्कै भालेश्वर महादेवको दर्शन गर्यौं। त्यहाँबाट त दर्शन गरेर एकछिन घुम्यौं, भिडियोहरू पनि बनायौं। भिडियो बनाएर चाहिँ हामी ताला, पुरानो ताला 1 वर्ष पहिले साथी जीवनजीले चाहिँ ताला राख्नु भएको थियो, आफ्नो नाम आफ्नो गर्लफ्रेन्डको नाम राखेर। त्यसपछि ठ्याक्कै 1 वर्षपछि चाहिँ उहाँको बिहे भएर पनि हामी त्यहाँ हेर्यौं, एकदम रमाइलो भयो। त्यसपछि मैले पनि त्यहाँ पूजा गरेँ, मन्दिरमा दर्शन गरेर घुमेँ। त्यसपछि एकछिन त्यहाँ घुमेर पछि म पनि त्यहाँबाट एउटा टिकटक बनाइदिए साथी भनेर चाहिँ टिकटक बनाइदियो साथीले। एकछिन टिकटक बनायौं। त्यसपछि चाहिँ त्यहाँबाट हामीले फर्क्यौं। थ्यांक यू सो मच मिनी ब्लग।